तिम्रो पनि डिमान्ड छ यहाँ एकदम कसरी रुयो भन न एकचोटि रुइदेऊ न एकचोटि यहाँ पनि रुइदेऊ न एकचोटि यार भ्युअर्स आउँछ कि रुइदेऊ रुन्चे रहेछ यो यो म के रे हैटे त है भित्र कस्तो करा दियो भन्नु म न त त्यहाँ अब रुन मिलेन केटाहरु रुइराछ म त रुन मिलेन सम्झाउनु पर्यो म त यस्तो म पनि रुदिन भनेर बस्थे के रुइन पनि तर हैटेले गरेर त म झन्डै रुको नि म Don't be sad guys. Thank you pronounce your म त तिमी त रुन्छ जस्तै लागेको थिएन नि त भित्र खुसी भए बाहिर आएर सब केटाहरु सब रुन लागेको छ नि म कन्ट्रोल गरेर बस्न सकेन अनि यस्तो पहिल्यैबाट घोप्टेर बसिरहेको छु है हामी चारजना बसिरहेको छु यस्तो टेन्सन भइसक्यो मान्छेहरूलाई चारैजना कोही पनि कोहीसँग बोलेको छैन मा त्यो एडमिन त फोटो खिच्नेहरू आहा यस्तो यस्तो गर्दै यस्तो रिस उठिरहेको थियो अनि टक्क जा भन्यो अनि ठ्याक्क निस्केर जानु पर्यो भने त हैटु त गुवा रुइदिरहेको छेउमा आएर झन् के गर्ने एउटा कन्टेन्ट क्रिएटर चाहिँ राख्नुपर्ने रहेछ हौ मैले त भिडियो खिच्नै सकेन क्या बीचमा खिच्छु भन्छु खिच्नै नसक्ने क्या त्यहाँ टेन्सन थियो अनि भ्लग त कहाँ खिच्न म चाहिँ जित्यो भने चाहिँ म रुन्छु भनेर सोचिरहेको थिएँ क्या तर यस्तो रोइदिन्छु जित्यो भने भनेर सोचिरहेको थिएँ तर ठिकै छ यही लेखेको रहेछ अब यही हुनु रहेछ अपग्रेडलाई चाहिँ थ्याङ्क यू फर द मेम्बरसिप कोचलाई मेसेज गरेको क्या मैले कोचले रिप्लाई के गरेछ भन्दाखेरि आई रियली डोन्ट नो ब्रो उनीहरूले आफै डिसिजन ल्यायो थ्याङ्क यू अनमोल फर नो वरिज ब्रो वर्ल्ड कप लाउने ट्राई गर्नुपर्छ ब्रो लभ फ्रम दार्जिलिङ थ्याङ्क यू अनमोल हामी अब हाम्रो बेस्ट योभन्दा अझै बेस्ट दिन ट्राई गर्नेछौँ वर्ल्ड कपमा चाहिँ अब अहिलेबाट प्रिपेयर हुनुपर्छ त्यसको लागि चाहिँ अब नेपाल गएदेखि त्यसकै लागि मात्र खट्नुपर्छ हेरौँ अब के हुन्छ लेट्स होप फर द बेस्ट के हुन्छ डब्लुसीमा पनि अब हेरौँ न कङ्ग्रेचुलेसन ब्रदर अब डब्लुसीमा खतरा हुन्छ थ्याङ्क यू रोहित फर $5 थ्याङ्क यू भेरी मच रोहित केटा इन्स्टामा फलो हान्दै गरेँ 10,000 पुरा हाम्रो पनि स्काइहरूले मलाई सान देखाएको छ 10,000 पुऱ्याएर थ्याङ्क यू फर 2 पाउन्ड निरुता थ्याङ्क यू भेरी मच त्यो त कसरी अट्छ त थ्याङ्क यू सुजु फर 3.6980 7 बजे ल्यान्ड हो तर निस्किँदा 7:30 कहिले आउने हो केटिएम आज हाम्रो अहिले यहाँको 10 बज्यो रातिको कति 3 बजे छ फ्लाइट अब 12 बजे एयरपोर्ट जानुपर्छ थ्याङ्क यू नवीन फर द मेम्बरसिप कङ्ग्रेचुलेसन हान्नुपर्छ थ्याङ्क यू तिम्रो पनि डिमान्ड छ यहाँ एकदम कसरी रुयो भन न एकचोटि रुइदेऊ न एकचोटि यहाँ पनि थ्याङ्क यू सुजल फर 1.90 थ्याङ्क यू फर द मेम्बरसिप सौगात रुइदेऊ न एकचोटि यार भ्युअर्स आउँछ कि रुइदेऊ रुन्चे रहेछ यो म के रे हैटे त है भित्र कस्तो करा दियो भन्नु म त त्यहाँ अब रुन मिलेन केटाहरु रुइराछ म त रुन मिलेन सम्झाउनु पर्यो म त यस्तो म पनि रुदिन भनेर बस्थे के रुइन पनि हैटेले गरेर त म झन्डै रुको नि म आँसु त पिली पिली त झर्रा थ्याङ्क यू बाबुचा दाइ फर 50 पाउन्ड ओपी हो दाइ बाबुचा दाइ ओपी है हैटेको ब्लगको पैसा त उले त अनि एकछिनमै हानो के हान्छ हेर त 50 के पुगेन तिम्रो मेरो हेर्नु न त्यहाँ मलाई चाहिँ कसरी तिम्रो इन्स्टा एकछिन म भनिदिँदै गर्छु इन्स्टा हेर्नु त इन्स्टामा चाहिँ 10 के पुराउने हो के लामोको बढ्छ नो फियर त रुकै थियो नि बिचरा नो फियर रोइरहेको थियो ल हैटे रोइदेऊ रे ल म रुदिन नि के नो फियर रोइरहा त्यही स्काई त्यस्तो छ थ्याङ्क यू सर के सोचेर रुयो त्यो त बुझेन मैले तर पहिले थाहा के आउ मैले त देखेको थिइनँ जब म ठ्याक्क निस्केँ नि अनि घुवा रुइदिरहेको हैटे रुदैछ भन्छ अब हैटेलाई हेर्यो भने मै रुन्छु साइको भइसक्यो यार म त के गर्नु यसरी सुमसुमाउँदा एकछिनसम्म सुमसुमाए नरौ भन्छु है झन् बेसरी रुन्छ यार म साइको खाएको हैटे त्यहाँ काइरोसँग हैटेले अङ्गालो मारेर क्वालिफाई भएपछि ल अनि हामी क्वालिफाई भयो हैन 40 क्वालिफाई हुनुपर्छ भनेर काइरो त रनमा पनि रुनै लाग्थ्यो रनमा क्वालिफाई भएपछि काइरोलाई पुरै अङ्गालो हालेर रनमा कराएको पछाडि इन्स्टामा 10 के नपुग्ने रहेछ यार सेट बढ्दै त नबढ्ने रहेछ युट्युबमा कति पुग्यो
कसरी प्याक गरेर यार भाइ हजुरको लागि पिसी न्यू छ सरप्राइज हो र दाइले अरे होइन होला थ्याङ्क फर 1.90 सुजल भाइटु यस्तो भयो यार कङ्ग्रेचुलेसन टिम हो र थ्याङ्क यू जिजी भाइहरू थ्याङ्क यू भेरी मच